उहाँ चाहिँ हाम्रो प्यारो छोरी रिदिमा। रिदिमाजी हजुर नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ? आज स्कुल जानु भएन तपाईँ? आज के छ स्कुल तपाईँको? आज बिदा छ हो स्कुल? उहाँ चाहिँ मस्तले हेर्नु भएको छ। हामी जन्मिँदा हाम्रो मोबाइल पनि आएको थिएन। अहिलेको बच्चा बच्ची हेर्नुहोस्, स्कुल बिदा छ, मस्त छ, मोज छ, फोनमा मस्तले फोन चलाएर बसिरहनु भएको छ। हेर्न सक्नुहुन्छ हाम्रो रिदिमा, हाम्रो घरको लक्ष्मी हो, लक्ष्मी हो नि लक्ष्मी छोरी। हेलो छोरी, हाउ आर यु? के छ खबर? खाना खायो छोरी? रिदम के छ खबर चन्चै? के खान लाग्छ माम? हुने नहुने कुराहरू नगराउँदा फोकटियामा हो नै छोरो। मस्तले भात खाइरहनु भएको छ उहाँले चाहिँ। उहाँको चाहिँ रिदम छोरो हो है, राम्रो छोरो हो होइन। एकदम मस्तले छोरोले भात खाइरहेछ होइन, कुटुक कुटुक पारेर मस्तले भात खाएको छ नै रिदम। हेलो गाइस हजुर नमस्ते, दर्शन नमस्ते। हाम्रो युट्युब मोतीराम हिरो थापा युट्युब च्यानलबाट हेरिरहनु नै सम्पूर्ण महानुभावहरूलाई दर्शन नमस्ते भन्न चाहनुहुन्छ। सब्सक्राइब लाइक सेयर गर्न नभुल्नुहोला। ऊ चाहिँ एकदमै हाम्रो प्यारो छोरो हो है, हाम्रो छोरो ज्ञानी छोरो हो। उहाँलाई चाहिँ कतिले माया गर्नुहुन्छ, सबैले सपोर्ट गरिदिनु होला मेरो प्यारो भुन्टे छोरो के छ होइन। चाहिँ हाम्रो माइलो दादाको छोरो छोरो। हेलो छोरो, के छ मेरो छोरो खबर? चन्चै आरामै हुनुहुन्छ? उहाँ चाहिँ 4 वर्ष 4 महिना पुगेर 5 महिनामा लाग्नु भएको छ होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले, हेर्नुहोस् यति राम्रो ज्ञानी मान्छे हुनुहुन्छ, एकदमै ज्ञानी हुनुहुन्छ। भुटो गर्नुहुन्न, रुन पनि रुन्नुहुन्न, एकदम ज्ञानी छ। अहिलेको अरूको बच्चा बच्ची रोएको देखेको छु। आज म आएकै गाउँ 15 दिन भयो, तर उहाँ चाहिँ रुनु हुँदैन होइन, एकदमै भुटो गर्नु हुँदैन, ज्ञानी हुनुहुन्छ, राम्रो हुनुहुन्छ। त्यसैले चाहिँ उहाँहरूलाई हेरेर तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु है। हस् त नमस्ते।